तपाईँ र मेरो पेट भरपुर अगाएको छौँ है। राम्रो बेडमा सुतिरहेका छौँ, राम्रो छानाको मुनि हामी बसिरहेका छौँ, खुसी छौँ, सबै कुरो सम्पन्न छ। तर कहिले कहिले तपाईँ बाहिर स्ट्रिटमा गएर ती मानिसहरूको अवस्था बुझ्नु भएको छ। आफ्नै छोराछोरीले लात मारेर फेकेको आमा बाउले छोडिराखेको अलपत्र भएको त्यो गरिब अनाथ तडपिरहेको भोकाएको तिर्खाएको बच्चा बच्चीहरूलाई। म एक दिन साँझपख कलकत्ताको त्यो रोडमा जाँदै थिएँ। ठुलो होटेलको छेउमा पुग्दाखेरि मैले कस्तो दृश्य देखेँ। त्यो दृश्यले मेरो आँखा रसायो, मेरो मन अहिलेसम्म पनि छिया हुन्छ। त्यो ठुलो होटेल जहाँ धनी धनी मानिसहरू आएर खान्छन् है, अनि जब उनीहरूलाई मन पर्दैन तब उनीहरूले त्यो भातहरू फ्याँक्छ। त्यो भातहरू फ्याँकेको त्यो नाली, ठुलो माथिबाट झर्दै गरेको त्यो नालीमा सबै फ्याँक्छ। त्यो नालीको छेउमा बसेर मैले के देखेँ, 2-3 जना 9-10 वर्षको केटाकेटीहरू र कुकुरहरू सँगै त्यो भातलाई उठाएर खाँदै गरेको। सम्झिनुहोस् न, हामीले केही गर्नु नसके पनि प्रार्थना गरिदिनुहोस्। तपाईकोमा पैसा धन रुपियाँ छ भने यसो बाहिर गएर हेर्नुहोस्। त्यही त हो सेवा, मानव सेवा। माथि लेखाजोखा त्यसैको मात्रै हुन्छ है। हामीले जसलाई केही छैन उनीहरूको भोकोलाई मिटाइदिनु, प्यासाको तृष्णा मिटाइदिनु, त्यसैको लागि हामी यो संसार